दिल से मना ले। ल सबै दिदीबहिनी दाजुभाइहरू ल हेर्नुहोस्, हामी खेतमा काम गर्दैछौँ। सबभन्दा ठुलो भनेको काम हो, श्रम, परिश्रम। ल जिउलाई एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने, स्वास्थ्य पनि रहने, काम पनि हुने, भोलिपछि धान पनि फल्ने, भात पनि खान पाइने। ल हेर्नु यहाँ हाम्रो मिस यति खटिनु भएको छ। ल हेर्नु फेरि मिसलाई काम अराएर मलाई आफू चाहिँ भिडियो बनाउनु भनेर चाहिँ कमेन्ट नगर्नु होला। ल हेर्नुहोस् कति मिहिनेत गर्नु भएको छ। म भन्दा नि उहाँ कस्तो भयो असारको काम गर्न रमाइलो लागेछ। हजुर फेस देखाउनु मन लागेन, अनुहार नदेखेको त के काम गर्नु। ल रमाइलो छ, भइसक्यो। ए खतरा भयो। ल अब खेत भत्किँदैन नि अब त्यसै गरी। त्यो चाहिँ हिजो रोपे है मित्रहरू, त्यो माथिको चाहिँ हिजो रोपे। अब यो बिउले धोका दियो। योपालि बिउ किनेर ल्याउँदा नि यस्तो हुन्छ देख्यौ त। ल किनेर ल्याएको बिउ पनि बरु घरको बिउ पछि छरेको हो। त्यहाँ हेर्नु त म जुम गरेर देखाइदिन्छु। पछि छरेको यति राम्रो भएछ। अहिलेको यही पाटोमा बिउ राखेको थियो, बिउ बिग्रियो। योपालि सबैलाई पुग्ने बिउ राखेको थियो, बिउ किनेर ल्याएको बिग्रियो योपालि। नत्र योपालि रोपिसकिन्थ्यो। ल गाइस राखिदिएँ है त, अहिलेलाई यति, बाई।